साना सारङ्गी भिड्दै हिँड्दै ए बाउ छोरीको पारा चाहिँ यस्तो छ है। आज छुट्टीको दिन यसो बाहिर निस्क्यौँ भनेको, तर बाहिर चाहिँ मौसम चाहिँ गर्मी त गर्मी नै छ, तर भए पनि शीतल छ रुखमुनि। बेबी चाहिँ भित्र आउँदा बाहिर नै खुसी हुन्छन्। बाहिरतिर लिएर निस्केको बेबी हामी दुईजना सक्कल एउटै छैन यस छोरी त मेरो हो नि त, कहाँ हजुर जस्तो हुन्छ नि। मिलो 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 मिलो। ए सानो मान्छे हेलो 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 बेबी रियाजा रियाजा हेलो उई हेलो हेलो भनिदियो। अब चाहिँ हामी केही समय यहाँ यता बस्छौँ होइन, त्यसपछि चाहिँ कति बेर पछि जाने हामी घर? 5-10 मिनट पछि जाम्ला नि त, यता घुम्दै घुम्दै जाम्ला नि त। बेबीले रुममा अन्त बाहिर रुचाउँछन्, त्यही भएर बेबीलाई घुमाउँदै घुमाउँदै लैजाने होइन बेबी? यस्तै छ हेर्नुहोस्, यहाँ पार्कमा मान्छेहरू बसिरहन्, रमाइलो छ त्यस। अब यतिखेरको समयमा 4-5 बजे 6 बजे एकदम सही हुन्छ क्या होइन? शीतल छ अहिले त रुखमुनि। नाच्छु 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 नाच्छु। ल अब चाहिँ हामी यहाँबाट हिँड्न लागेको छौँ है, यहाँबाट उता हिँड्दै 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 जाने, त्यसपछि चाहिँ यो उठाउने हो मोबाइल कभर छ। यस्तै टक्क दछाउने अनि यहाँ आउने पार्कतिर मजाले बस्ने होइन। अब जाने है सानो 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 मान्छे सानो सातो होला त्यहाँ। हात च्याप्नलाई क्या त्यहाँ, हात च्यापिन्छ अनि थाहा हुन्छ मलाई। अब एकदम सन्चै सन्चै हिँड्दै हिँड्दै हामी ठ्याक्क उतापट्टि फेरि एउटा पार्क छ, त्यो पार्कमा जान्छौँ। त्यसपछि चाहिँ पार्कबाट फेरि अर्को मुख फेरि घुम्दै घुम्दै जान्छौँ है। जाम्ला जाम लेट्स गो। ट्राम ठ्याक्क ट्रामको लाइन छ यहाँ, त्यहाँबाट हामी ठ्याक्कै पारिपट्टि जान्छौँ, ठ्याक्कै त्यहाँनिरबाट। अहिले चाहिँ हामी ठ्याक्कै अलि उता जान्छौँ होइन, अलि भर्खर चाहिँ अब यताबाट घुमेर फेरि अर्को बाटो हुँदै फेरि ठ्याक्क कताबाट यताबाट जाने होइन अहिले यतातिर अहिले जाने है। अलि भर्खर चाहिँ हामी यता जाँदैछौँ, यहाँबाट चाहिँ पार्क र पार्कमा जाने। त्यहाँ चाहिँ एउटा नदी पनि छैन, नदी छ। अहिले म तपाईँलाई देखाउनेछु भिडियोमा, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यस्तो गर्मी छ कि, तर नेपाल इन्डियातिर जस्तो गर्मी त हुँदैन। त्यही पनि कहिले अहिले त छ, कहिले काहीँ कुनै कुनै साल चाहिँ अलि धेरै गर्मी भयो भने चाहिँ लास्टै धेरै नै जस्तो लाग्दो रहेछ कि, नेपालको भन्दा पनि अझै कम भए पनि अलिक बढी भयो जस्तो लाग्दो रहेछ। लामो समयसम्म यहाँ बसिराखेको भएर होला नि त होइन। बाउ छोरीहरू यताबाट आउनु भएको छ, जानुभएको छ। हामी नदीको किनारनिर आइपुग्यौँ। यहाँ चाहिँ म नदी भनेको थिइनँ अघि, नदी नदी है, तर उता पनि छ नि दुईवटा यता हेर्नुहोस् गाइज। अनि होइन नि दुईवटा छ, यो यता साइडमा छ भने अर्को यता साइडमा छ। हामी उतै पनि जाँदैछौँ, साथीहरूलाई देखाउँछौँ। गर्मी एकदम। अर्को नदी थिम गएर बसौँ न त, उता बस्ने पनि छ नि त, छन त यता पनि छ, तर उता अलि शीतल छ।
मेरो छोरीको यस्तो छ अवस्था। अनि एकदम खुसी ह्याप्पी छु नि ह्याप्पी। यसो घुम्न पाएछ नि ह्याप्पी हुन्न बेबीलाई बेबी पनि ह्याप्पी बाबा पनि ह्याप्पी हो नि त बाहिर आउनु पाए त। बेबी हजुरलाई म अब अर्को नदी देखाउँछु है त। अघि भर्खर आएको हामी यता फेरि अर्को नेक्स्ट चाहिँ उता छ यसको छेउमा तर पनि त्यहाँ त्यहाँनिर नि बाटो बनाउन बाटो हो कि के हो नदीको साइडमा के बनाउनु लागेको छ त्यहाँ पनि। तर यहाँ पनि पुल बनाइसके है गाइजहरू भ्याकुम पनि रहेछ। हामी यहाँ एकछिन समय बस्छौँ र त्यसपछि चाहिँ रुमतिर जान्छौँ है। भिडियो धेरै लामो हुन्छ त्यही भएर तपाईँहरूले चाहिँ साइकल है धेरै लामो हेर्नको लागि अलिक बोरिङ नहोस् भन्नको लागि चाहिँ हामीले सर्टकट बनाएको छौँ होइन। तर चाहिँ यतातिर हावा त है खोलाको नजिक भएर होला तर हावा चाहिँ एकदम मिठो चाहिँ चलिरहेको शीतल छ। बेबीलाई आनन्द आइरहेको रुममा फुटुक 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 गर्ने मान्छे आनन्द छिन्। मान्छे बस्ने ठाउँ छ नि मान्छे बसे पनि ऊ नयाँ पुल बनिरह्यो यता पनि बनाऊ हो र यो केही समयको लागि हो। साइकलमा हिँड्न चाहिँ एकदम आनन्द आउँछ है गाइज यो गर्मीमा। एकदम आनन्द छ है यता हावा चलिरहेको हुन्छ। तरकारी लिएर आउँ भेटनामीकोमा पुगेर तरकारी लिएर आउँ है छ। फुटबल ग्राउन्ड पनि छ। ल हेर्नुहोस् अर्को नदी आयो अघि मैले हजुरलाई देखाएको उतातिरको हो भने यो चाहिँ यतातिरको हो अर्को उतातिरको त्यो पुल बनाउनु लागेको छ अनि त्यही भएर यता फेरि अर्को नयाँ पुल बनाएको होला यो केही समयको लागि हो या लङ टाइमको लागि थाहा भएन। अब बुढीको पालो है छोरीलाई हिँड्ने मेरो चाहिँ भिडियो बनाउनु पालो उता साइकल आउँछ है। अब ठ्याक्कै एक साइडबाट छेउबाट जाउँ हामी। दामी छ यार यो चाहिँ एकदम मन पर्यो। यसमा फोटो खिच्नको लागि सही छैन कुन चाहिँ यो त धेरै ठुलो छ डबल छ डबल। कति साह्रो आवाज आएको है। पानीको पाइप घाम चाहिँ भवालाई त हामी चाहिँ ठ्याक्कै पुलबाट आइदिए है। अब यहाँदेखि चाहिँ ट्याक्क चाहिँ यतापट्टि यहाँ क्रिकेट त्यहाँ खुल्ला हो लुगा म अहिले यहीँबाट हो कि साइकल लगेर उतै उतै यो गएको। ए नानो क्यानु माइन्ड स्माइल हाँसिहाल्छ कि छोरी चाहिँ छोरी चाहिँ खतरा हाँस्यो। यहाँबाट चाहिँ उसको के भन्छ फुटबल स्टेडियम छ यहाँ चाहिँ यो फुटबलको यहाँ पानी लगाइरहेको त हामी उसकोमा जाने यहीँबाट होइन र पल्लो साइड हो ए पुल उता नि यहाँ तलै जाने हो तलै जाने हो त बस्ने ठाउँ कुर्ची एउटा सकिन्छ नि फेरि लाइक आइज भिडियो धेरै लामो हुन्छ है त्यही भएर चाहिँ म धेरै छोटो भिडियो गराउँछु लामो भिडियो बनाउँदैन है। अब चाहिँ बिचबिचमा म थोरै भिडियो बनाउँछु त्यही भएर तपाईँहरूले चाहिँ भिडियोलाई हेर्न ल अन्तिमसम्म। खै पलाम आरु पखरा आलु हो कि आरु ए रहेछ लगाइ। अब चाहिँ म केही अलि अगाडि गएपछि देखाउँछु तपाईँलाई यहाँ पनि रहेछ फुटबल
पुरै अर्को पार फुटबल रहेछ यहाँ। अब केही समयपछि चाहिँ हामी केही समयपछि चाहिँ हामी घरतिर फर्किन्छौँ है। अब धेरै भिडियो लामो हुँदैन भिडियो। अब केही समयपछि म भिडियोलाई इन्डिङ गर्न चाहन्छु, किनभने धेरै लामो भयो भने अलिक मजा आउँदैन कि, त्यही भएर। हेर्नुहोस् यहाँ चाहिँ यस्तो छ। अब हामी यहीँबाट फर्क्यौँ होइन, यहीँबाट फर्किन्छौँ। र अब अलि अगाडि गएपछि म थोरै भिडियो गर्नेछु र त्यसपछि हामीले भिडियोलाई एन्ड गर्नेछौँ। हामी चाहिँ फेरि फर्केर अब रुमदेखि नजिकै आएका छौँ होइन। यहाँ एउटा बस्ने ठाउँ छ, यहाँ चौखारी चौखारीमा बसेका छौँ। अब यहाँबाट चाहिँ कति 5 मिनट पुगिन्छ है रुममा, 5 मिनट चाहिँ रुममा पुगिन्छ। ल अब हामी चाहिँ रुममा आइसक्नु लागेको छ। अब धेरै लाग्दैन यहाँबाट चाहिँ है। भिडियो कस्तो लाग्यो लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला, र अरू भिडियोहरू पनि मैले लिँदै आउनेछु। हवस् त, धन्यवाद, थ्याङ्क यू सो मच।